हेलो एन्ड नमस्ते सबैजनालाई। मेरो नाम हो मदन थापा मगर एन्ड मेरो चाहिँ 8 वर्षको रिलेसनसिप छुटेको आजको दिन अलमोस्ट 1 मन्थ पुग्यो। एन्ड 1 मन्थको केही विक्ससम्म त अलिअलि मेसेज गर्ने, रिप्लाई गर्ने, यताउति हुन्थ्यो। लाइक त्यस्तो कुरा त हुन्थेन, बट त्यस्तो टाइपको हुन्थ्यो। कस्तोमा नि त्यो हुन्छ नि, एउटा राम्रो कन्भर्सेसन नभएर किन यस्तो गऱ्यो उस्तो गऱ्यो त्यतिमै सकिन्थ्यो। त्यसपछि बथ दुईजनाकै इगो अगाडि आउँथ्यो अनि सो त्यस्तै हुन्थ्यो। एन्ड समय बित्दै गयो एन्ड प्यानिक, एन्जाइटी, डिप्रेसन, हुन्छ नि नेगेटिभ थट्सहरू, सुसाइडसम्मको थट्सहरू, सबै चिजहरू आउँथ्यो। एन्ड आजको दिनसम्म आउँदा त्यस्तो हालत त छैन, बट म त्यस्तो खालको प्यानिकहरूबाट बाहिर निस्किनलाई र निस्किए पनि एन्ड म उसले रिप्लाई गर्दैन आई नो, बट मैले उसलाई मेसेज गरेर हुन्छु बेला बेलामा। लाइक हुन्छ नि, बिहान उठेर गुड मर्निङ, राति सुत्ने बेलामा गुड नाइट, के गर्दैछौ, सन्चै छौ, यताउति मैले मेसेज गर्छु, नगर्ने होइन, बट उसको रिप्लाई आउँदैन। हिजो आज एउटा रिप्लाई आएको छैन, बट म मेसेज गरिरहेको हुन्छु उसलाई, गरिरहेको छु। त्यही हो गाइज है। एन्ड मलाई त्यो पुरानो दिनहरू याद आउँछ, जुन बेलामा कहिले कसो उसले मलाई कुरिरहेको हुन्थ्यो। लाइक आधी 1 घन्टादेखि उसले मलाई कुरिरहेको हुन्थ्यो, कति बेला उसलाई बोलौँ। एन्ड म पनि उसलाई, म त आधी 1 घन्टा होइन बढी कुरिदिन्थेँ। म त उसले तालबाट 2 घन्टा 3 घन्टै कुरिदिन्थेँ क्या। म फ्री भएर कुरेको होइन कि, म आफ्नो काम सकेर बसेको भएर कुरिरहेको हुन्थेँ कि उसलाई। मलाई त्यो दिनहरू याद आउँछ। एन्ड उसले मेसेज गरेको छैन, अनि म उसको फोटो हेरेर बसिरहेको हुन्छु। एन्ड अघि नभर्खरै खासमा के भयो भने मेरो फोन चार्जमा थियो एन्ड टिङलिङ गऱ्यो। एन्ड म काम गरिरहेको थिएँ एन्ड क्रा दौडेर गयो, सास दौडेर गयो नि। दौडेर गएको त हेरेँ कसको मेसेज आएछ, भनेको त एनआइसी एसियाको मेसेज आएछ। एन्ड किन मेसेज आयो भनेर हेरेको त मैले एउटा आइपिओ भरेको थिएँ एन्ड इनसफिसियन्ट ब्यालेन्स भएर आइपिओ रिजेक्ट भयो। आफै कसरी रिजेक्ट भयो त, मैले त पैसा हालेको थिएँ भन्ने नि हेरेको त पैसा त 300 रुपिज चाहिँ काटिसकेको रहेछ। एन्ड स्टेटमेन्टमा गएर हेरेँ छिटो केमा पैसा काट्यो 300 रुपियाँ। ला मेरो ह्याक त भएन भनेर हेरेँ, चेक गरेको त होइन रहेछ। त्यो मोबाइल ब्याङ्किङको काटेछ, काट्न पनि अझैको दिन काट्नु पर्ने, भोलि काटे पनि त हुन्थ्यो नि पैसा। यस्तो रिस उठेको थियो मन पनि, अब तर के गर्नु। ठिक छ, केही भएन। म त उसको मेसेज आयो होला भनेर छिटो दौडेर गएको थिएँ। अब लास्टमा त उता एनआइसीको मेसेज आएर रहेछ। के छैन गाइस है, उसले मेसेज गरोस् नगरोस् म चाहिँ गरिरहेको हुन्छु। आजलाई यति, बाँकी अपडेट आउँदै गर्छ। थ्याङ्क यू फर लिसनिङ। थ्याङ्क यू एभ्रिवान।